आज मैले आलुबाट घरमा नै सजिलोसँग बनाउन सकिने खाजाको रेसिपी लिएर आएको छु। आशा छ हजुरहरूलाई मन पर्नेछ। भिडियो मन पर्यो भने सब्स्क्राइब गरिदिनु होला। मैले चाहिँ 2-4वटा आलुलाई बोइल गर्न राखेँ। यति गरे पछाडि चाहिँ यो 2 सिटी अथवा आलु हेरेर हुन्छ, 1 सिटीमा मजाले आलु बोइल हुन्छ। मजाले पाक्नुपर्छ यो आलु चाहिँ। अनि त्यस पछाडि चाहिँ मैले सबै आलुलाई यसरी छोडाएँ। अलि तातैमा छोडाएँ मैले चाहिँ, अलि सेलाएर छोडाउँदा पनि हुन्छ। अनि यति छोडाइसके पछाडि चाहिँ अब यो हातले नै माच पार्दा पनि हुने हो। मैले चाहिँ अलि छिटोको लागि कोरेसोमा सबैलाई कोरेर आलुलाई मसिनो बनाएँ। अब यति गरेपछि हामीलाई अहिले यो मुस्नलाई चाहिँ सजिलो हुन्छ नि त, डल्लाडुल्ली बस्दैन। मैले त्यही भएर चाहिँ आलुलाई चाहिँ कोरेसोमा कोर्दैछु। अनि यति आलुलाई कोरिसके पछाडि चाहिँ अब आलु त हजुरहरूले आफूलाई कति खाजा बनाउने हो आवश्यकता अनुसार लिन सक्नुहुनेछ। अनि मैले थोरै कर्नफ्लोर राखेँ। अनि यसमा चाहिँ अब स्वादअनुसार नुन मसला हजुरहरूलाई अब के को स्वाद मनपर्छ होइन, मसलाहरू राख्नुभयो हुन्छ। अनि यसलाई चाहिँ मैले मजाले मुसेँ। गहुँको पिठो जस्तै, रोटी पकाउने पिठो जस्तै बनाउनुपर्छ। अनि यो चाहिँ गिलो हुन्छ नि त। अनि हामीले चाहिँ फेरि गहुँको रोटी पकाउने गहुँको पिठो हुन्छ नि, आटा हो, त्यो आटाको पिठो राख्छौँ होइन। अब यो मैले चाहिँ गहुँको पिठो नै ल्याउँछु कि घरबाट। अनि त्यही गहुँको पिठो राखेँ। अलिकति गिलो भएछ, हजुरहरूले चाहिँ गिलो भयो भने अलिकति आटा थपेर फेरि मुस्न सक्नुहुनेछ। अनि यो अलिक गिलो भएको हुनाले चाहिँ मैले हातमा तेल लगाउँदै यसलाई चाहिँ गोली बनाएँ। अनि यति सबै डल्ला बनाइसकाएर उता मैले चाहिँ पानी पनि बोइल गर्दैछु कि यसलाई चाहिँ बोइल गर्नुपर्छ नि त। अनि त्यही भएर चाहिँ मैले यसलाई मजाले सबै डल्ला बनाइसकेँ। अनि बनाइसके पछाडि बोइल गरेको पानीमा एउटा राख्दै यो कराईमा चाहिँ राख्छु क्या साथीहरू। अलिकति पानी चाहिँ भुक्लुक मजाले उम्लेको हुनुपर्छ है, नत्र भने चाहिँ त्यो पानी नउम्लिकन हामीले राख्यो भने चाहिँ यो डल्ला चाहिँ अलिकति फुट्ने सम्भावना हुन्छ। त्यही भएर भक पानी उम्लेपछि मात्र राख्नु होला। अनि त्यस पछाडि 5-7 मिनट पकाउनु, 5 मिनट 6 मिनट पकाउनु भए हुन्छ। आलु त पाकिसकेको हुन्छ, हाम्रो त्यो गहुँको पिठो पाक्नु पर्यो नि त। अनि मजाले भुक्लु यसरी ढाकेर पकाउनुहोस्। अनि पाकिसके पछाडि यो छाल्नीमा झिक्नुहोस्। अनि अब यति गरिसके पछाडि चाहिँ चिसो पानीमा पनि पखाल्नुपर्छ कि अब यो चिसोले तातै भएपछि त टाँसिन्छ नि त। अनि थोरै तेल राख्नुहोस्। अनि यहाँ चाहिँ आफूलाई स्वादअनुसार मैले चाहिँ लसुन मात्रै पड्काएँ, स्वादअनुसार अदुवा होइन, अब हरियो लसुनहरू पनि राख्न सक्नुहुनेछ। अनि मैले चाहिँ थोरै सोया सस राखेँ। अनि थोरै टोमेटो सस पनि राख्छु। हजुरहरूले चाहिँ अब तरकारीहरू मनपर्छ भने कुन भेजिटेबल मनपर्छ त्यो राखेर पनि फ्राई गर्न सक्नुहुनेछ। मैले चाहिँ अब गोलबाट सिधै राखिदिएको भए पनि हुन्थ्यो, कलर ल्याउनको लागि चाहिँ मैले सस नै राखेँ। अनि यति गरिसकेपछि अघि हामीले बोइल गरेको डल्ला थियो नि त, हो त्यसलाई राखेर मजाले सानो ग्यासमा मजाले यसरी चलाउने, एकछिन चाहिँ सानो ग्यासमा पकाउनुपर्छ। अनि यसमाथि पाकिसकेपछि चाहिँ हरियो प्याज हरियो लसुन छ भए चाहिँ काटेर छरिदिनु भए पनि भयो। अनि भुटेको तिल पनि माथि सरर छरिदिनु भयो भने पनि अझै बेग्लै टेस्ट आउँछ। हेर्नुहोस् त कस्तो राम्रो बन्यो, छिट्टो मिठो। बच्चाहरू एकदम ह्याप्पी बनाउनलाई चाहिँ यो खाजा एकदमै सजिलो पनि छ, छिट्टो पनि हुन्छ। साथीहरू यसै गरी बनाउनु होला। हवस् त, धन्यवाद।